रश्मि पनेरू र योगेन्द्र भट्टको केसमा नयाँ खुलासा। उनीहरू दुवैको बीचमा त भिलेन कोही अरू नै रहेछ र त्यो भिलेन पाकिस्तानी केटा होइन, नेपाली केटी पो रहेछ त। अमेरिकामा रहेका रश्मि योगेन्द्र विवादले नयाँ मोड लिएको छ। रश्मि र योगेन्द्र बीचको झगडाको कारण पाकिस्तानी केटा होइन तर एकजना नेपाली केटीको नाम आएको छ। अमेरिकामा बस्दै आएका रश्मि र उनका श्रीमान योगेन्द्र बीचको पारिवारिक विवादले पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। सुरुवातमा एक पाकिस्तानी युवासँगको सम्बन्धको कारण विवाद बढेको भन्ने चर्चा भए पनि अहिले नयाँ विवरणहरू बाहिर आएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका दावी अनुसार रश्मिले बस्दै आएको कोठा छाडेपछि उनकी एक नेपाली युवती साथीले योगेन्द्रलाई रश्मि पाकिस्तानी युवकसँग नजिकिएको जानकारी दिएको बताएको छ। सोही सूचनाका आधारमा श्रीमान श्रीमती बीच अविश्वास बढ्दै गएको र विवाद चर्किएको उल्लेख गरिएको छ। पछिल्लो अपडेटमा भने ती पाकिस्तानी युवक निर्दोष रहेको र घटनाको पछाडि रश्मिकै नेपाली केटी साथीको भूमिका मुख्य रहेको दावी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका पोस्टहरूमा सो युवतीले गलत सूचना दिएर पति पत्नी बीचको सम्बन्ध बिगार्न भूमिका खेलेको आरोप लगाएको छ। यद्यपि यी सबै विवरणहरू सामाजिक सञ्जालमा आएका दावीहरू मात्र हुन्। सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भने भइसकेको छैन। यस घटनापछि नेपाली समुदाय दुई धारमा विभाजित देखिएको छ। कोही योगेन्द्रको पक्षमा उभिएका छन् भने कोही रश्मिलाई समर्थन गरिरहेका छन्। कसरी त्यो केटीलाई एब्युज गरेर भन्नुभएको छ नि, त्यो चाहिँ कुनै पनि एउटा ऱ्यान्डम केटीलाई पनि भनिँदैन। तपाईँले आफ्नो वाइफलाई माया गरेको छु, मायामा पागल प्रेमी भएर मैले यति धेरै लभ गरेको, लौ न म कहाँ जाउँ, कहाँ मरौँ, म डिप्रेसन भएको मान्छे हो, मेरो मायाले धोका दिँदा भनेको मान्छेको मुखबाट त्यस्ता शब्दहरू निस्किन्छ। सत्य तथ्य के हो भन्ने विषय भने सम्बन्धित पक्ष र कानुनी प्रक्रियाबाट मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। यस विषयमा आधिकारिक धारणा आउन बाँकी रहेकाले पुष्टि नभएका सूचनाप्रति सतर्क रहन आग्रह गरिएको छ।